वर्तमान समयमा आजका धेरै युवा युवतीहरू तीतो सत्यसँग जुझिरहेका छन्। धेरै जस्तो युवाहरू सही मार्ग जानभन्दा टाढा तिनीहरू भइरहेका छन्। छिटो र गलत तरिकाले पैसा कमाउनको लागि उनीहरूले खोजिरहेका छन्। उनीहरू दुष्ट कार्यतर्फ आकर्षित भएका छन् र कहिलेकाहीँ केवल आफ्नो प्रेमी र प्रेमिकालाई खुसी पार्नको लागि मात्रै जीवन उनीहरूले बिताइरहेका छन्। आजका युवाहरूले आफ्नो आमा बुवाले गरेका गल्तीलाई फेरि दोहोऱ्याइरहेका छन्। उनीहरू मण्डली जान हिचकिचाउँछन्, सङ्गतिमा बस्न मन पराउँदैनन् र सत्यलाई स्वीकार गर्न उनीहरूले चाहँदैनन्। उनीहरूको जीवनशैली उनीहरूले नक्ली जीवनशैली अप्नाइरहेका छन्। परमेश्वरलाई प्रसन्न पार्ने चाहना भन्दा संसारलाई प्रसन्न पार्ने चाहना इच्छा उनीहरूको बढिरहेको देखिन्छ। धेरै युवाहरू अब मण्डलीका गतिविधिहरूमा सहभागी हुन चाहँदैनन्। कतिपयले त पैसा पाए नरक गए पनि उनीहरूले यो सोचमा स्वीकार गरिसकेका छन्। आज केही युवा युवतीहरू विवाह अघि नै उनीहरू गर्भवती भइरहेका छन्। धेरै युवाहरूले चालचलन, पहिरन र बोलीचाली संसारसँग मिल्दै गएको देखिन्छ। सबैमा परिवर्तन देखिन्छ। प्रियो, आज आत्मिक करारलाई नबुझिकन विभिन्न सम्बन्धहरूमा फस्ने प्रवृत्ति बढेको छ। युवाहरूको जीवनशैलीमा परमेश्वरको प्रेम भन्दा संसारको प्रेम हाबी भएको देखिन्छ। यो साँच्चै के अन्तिम समयको चिन्ह हो। प्रियो, प्रश्न यो हो कि हे युवा, तिमीहरूले आफ्नो जीवनशैलीको लागि, आफ्नो जीवनको लागि के लक्ष्य राखेका छौ? बाइबलले भन्छ आफ्नो जवानीको दिनमा आफ्नो सृष्टिकर्तालाई सम्झना राख। ख्रीष्ट येशू पुनः आउँदै हुनुहुन्छ। बाइबलले चेतावनी दिन्छ, हामीले आज गरेको हरेक कामको एक दिन न्याय हुनेछ। नरक वास्तविक छ र स्वर्ग पनि वास्तविक छ। प्रियो, आज परमेश्वरले युवाहरूलाई फर्किन आह्वान गरिरहनु भएको छ। आउनुहोस्, हामी सबै फर्कियौँ, शैतानलाई मौका नदेऊ। वरिपरि तपाईँले हेर्न सक्नुहुन्छ धेरै युवाहरू होटल रुममा, बारमा, रेस्टुरेन्टमा, सेल्फी पोइन्टहरूमा, पर्यटकीय स्थलहरूमा भेटिन्छन्। त्यहाँ धूम्रपान, मद्यपान, अनैतिक कार्यहरू भइरहेका छ। तर हामी निराश हुन आवश्यकता छैन। प्रियो, हामी युवाहरूको लागि मध्यस्थता गरौँ, हामी उनीहरूको लागि प्रार्थना गरौँ। आज येशू ख्रीष्ट धेरै युवाहरूलाई देखेर रुनु भएको छ र स्वर्गीय प्राणीहरू पनि आजका युवाहरूलाई देखेर दुखी हुनुभएको छ। तर परमेश्वरले अझै पनि युवाहरूलाई संसारको ज्योति बन्नको लागि बोलाइरहनु भएको छ। आउनुहोस्, हामी युवाहरूको लागि प्रार्थना गरौँ। हे प्रभु, म युवाहरूको लागि प्रार्थना गर्छु। तपाईँले उनीहरूलाई स्वप्न र दर्शनहरूमा बात गरेर तपाईँले उनीहरूलाई पवित्र आत्माले भरिदिनुहोस् भनेर म बिन्ती प्रार्थना गर्छु। प्रभु, जवानीमा खुसी हो, तर याद राख परमेश्वरले सबै कुराको लेखा लिनुहुनेछ। अन्तिम दिनहरूमा डरलाग्दो समयहरू आउनेछन्। प्रियो, मानिसहरू स्वार्थी हुनेछन्, पैसा प्रेमी हुनेछन्, घमण्डी हुनेछन्, अपवित्र र भक्तिहीन जीवन लिएर जिउनेछन्। तर बाइबलले भन्छ यस्ता मानिसहरूबाट अलग बस। प्रिय हो, आज हामीले युवा पास्टरहरूलाई, युवा इभेन्जलिस्टहरूलाई, युवा अगुवाहरूलाई, युवा लिडरहरूलाई सम्मान र समर्थन गर्नुपर्छ। उनीहरूलाई हौसला दिनुपर्छ, किनकि परमेश्वरले अझै पनि युवाहरूलाई प्रयोग गरिरहनु भएको छ र उहाँले गरिरहनु हुनेछ। त्यसैले प्रियो, युवा व्यक्तिलाई कहिले पनि कसैले ठट्टा हिला नगरोस् जसले सेवकाई गरिरहेको छ। उनीहरूलाई हौसला दिनुहोस्, उनीहरूलाई जोस तपाईँले दिनुहोस्, उनीहरूको लागि प्रार्थना र मध्यस्थता गर्नुहोस्। प्रभुले तपाईँलाई आशिष दिनुहुनेछ। आमेन। गॉड ब्लेस यू। थ्याङ्क यू।